यो रहेको छ दुबईको पुरानो डाउनटाउन जसमा चाहिँ तपाईँको चाहिँ बुर्ज खलिफा थियो तर अहिले चाहिँ यो डाउनटाउन एकदमै पुरानो भइसकेको छ तर यसकै तपाईँको चाहिँ न्युअर भर्जन आउँदैछ तपाईँको चाहिँ अबको नयाँ डाउनटाउन जसको नाम रहेको छ क्रिक हार्बर जुन चाहिँ तपाईँले यो टावर देखिरहनु भएको छ यो टावर तपाईँको चाहिँ बुर्ज खलिफा भन्दा पनि टलेस्ट टावर हुनेवाला छ र जुन चाहिँ तपाईँले यो मल देखिरहनु भएको छ यो मल तपाईँको चाहिँ दुबई मल भन्दा पनि 3x ठुलो हुनेवाला छ जाने चाहिँ तपाईँको चाहिँ दुबई मल तपाईँको चाहिँ वर्ल्डकै सबसे ठुलो मल थियो भन्दाखेरि यो चाहिँ तपाईँको चाहिँ अब वर्ल्डकै तपाईँको अपकमिङ तपाईँको चाहिँ नेक्स्ट सबसे ठुलो मल हुनेवाला छ र तपाईँले चाहिँ त्यो पुरानो डाउनटाउनमा तपाईँको नर्मली हेर्नुहुन्छ भने नि तपाईँले सिर्फ त्यहाँनिर चाहिँ बिल्डिङ्सहरू मात्रै पाउनुहुन्छ भने यहाँनिर चाहिँ तपाईँहरूले पाउँदै हुनुहुन्छ तपाईँको डिफ्रेन्ट काइन्ड अफ तपाईँको चाहिँ एम्युनिटिजहरू पार्क्सहरू जहाँनिर चाहिँ तपाईँले यहाँनिर आफ्नो स्कुल पनि पाउन सक्नुहुन्छ आफ्नै तपाईँको चाहिँ मल पनि पाउन सक्नुहुन्छ तपाईँको चाहिँ आफ्नो मरिना पाउन सक्नुहुन्छ तपाईँको आफ्नो बिच पाउन सक्नुहुन्छ सो तपाईँको चाहिँ यो भनेको चाहिँ तपाईँको डाउनटाउन दुबईको जुन चाहिँ पुरानो डाउनटाउन थियो त्योभन्दा तपाईँको चाहिँ प्रिमियम भर्जन हुनेवाला छ र यहाँनिर तपाईँले चाहिँ वाटर बडिजहरू पनि पाउनुहुन्छ र यहाँनिर तपाईँले चाहिँ अहिले इन्भेस्टमेन्ट गर्नुहुन्छ भने तपाईँले इनिसियल फेजमा इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ जहाँनिर चाहिँ तपाईँले चाहिँ सेल्फ इन्टर गर्न सक्नुहुन्छ 2 मिलियन दिराम्सदेखि जहाँनिर तपाईँले 1 बेडरुम अपार्टमेन्ट पाउन सक्नुहुन्छ र तपाईँको चाहिँ 2 बेडरुम अपार्टमेन्टमा लगभग तपाईँको चाहिँ 3 मिलियनको आसपासमा तपाईँले 2 बेडरुम अपार्टमेन्ट पाउन सक्नुहुन्छ विथ तपाईँको चाहिँ फ्लेक्सिबल पेमेन्ट प्लान जहाँनिर चाहिँ तपाईँले 80% चाहिँ ड्युरिङ कन्स्ट्रक्सन तिरेर तपाईँको 20% एट द टाइम ह्यान्डओभर तिर्न सक्नुहुन्छ र इमारको भिजनमा जसले चाहिँ विश्वास गरेर इन्भेस्टमेन्ट गर्छ नि अभियसली उहाँहरूलाई चाहिँ तपाईँको इमारले तपाईँको चाहिँ राम्रो क्यापिटल एप्रिसिएसन पनि बनाएर दिएको छ र उहाँले अहिले राम्रो रेन्टल इन्कम पनि बनाइराख्नु भएको छ र तपाईँले चाहिँ यदि तपाईँको चाहिँ यो डाउनटाउनमा चाहिँ नयाँ डाउनटाउनमा चाहिँ इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ भने इजिली तपाईँले बनाउन सक्नुहुन्छ 50 देखि 100%को क्यापिटल एप्रिसिएसन इन तपाईँको चाहिँ लङ टर्म र तपाईँले चाहिँ बनाउन सक्नुहुन्छ इजिली तपाईँको चाहिँ 9 देखि 10%को रेन्टल इन्कम सो तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ यहाँनिर आफ्नो एउटा युनिट लिने भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई